आशाको कथा। कुहिरोले ढाकिएको सुनसान गाउँको मृत आँगन साँझ पर्ने बित्तिकै सुनसान हुन्थ्यो। कहिले पवित्र मानिएको यो ठाउँ अब श्रापित बनेको थियो, जहाँ रुखका पातहरूले मृतकका कुरा गर्थे। तर 15 वर्षीय जिज्ञासु मीराको मनमा डरभन्दा रहस्यले बढी ठाउँ लिएको थियो। एक झरीको साँझ आकाशबाट खसेको चम्किलो गोलाकार वस्तुलाई पछ्याउँदै मीरा मृत आँगनभित्र पसिन्। त्यो उज्यालोले उनलाई च्यातिएका समाधि र गाडिएका कपालहरू पार गराउँदै एउटा खुला ठाउँमा पुर्यायो। त्यहाँ करिब 10 वर्षको एक बालक उभिएको थियो, जसका आँखामा 100औं वर्षको गहिरो पीडा झल्किन्थ्यो। उसको मुस्कान नम्र तर अनौठो थियो। तिमी यहाँ आउनु हुँदैन, उसको स्वर भित्रबाटै गुन्जियो। म त्यो उज्यालो पछ्याउँदै आएकी हुँ, मीराले डराउँदै भनिन्। उसले मीराको घाँटीमा झुन्डिएको ताबिज हेरेर टाउको हल्लायो। उनीहरू तिम्रै प्रतीक्षामा थिए। मीराले केही सोध्नै नपाई जमिन काम्न थाल्यो र चिरा परेका समाधिबाट 3 छाया जस्ता आकृतिहरू उठे। कालो झुलमा बेरिएका, रित्तो आँखा र खरानीले पोतिएका ओठ भएका। उनीहरू थिए मृत आँगनका 3 बोक्सीहरू। उनीहरू मीराको वरिपरि घुम्दै उनको नाम, विगत र सपना फुसफुसाउन थाले। मीरा डराइन्, तर बालकले उनको हात समात्यो। उनीहरूले तिमीलाई चोट दिँदैनन् यदि तिमी उनीहरूको चाहना पूरा गर्छौ भने। कस्तो चाहना? मीराले सोधिन्। त्यसपछि बालकले एउटा पुरानो कथा सुनायो। बोक्सीहरूको कथा। धेरै अघि आशा, नीरा र बेल नामका 3 शक्तिशाली र दयालु दिदीबहिनी बोक्सीहरू थिए। उनीहरूले गाउँलेहरूलाई निको पार्थे र सहयोग गर्थे। तर अन्धविश्वासी गाउँलेहरूले डर र घृणाले गर्दा उनीहरूलाई यही ठाउँमा जलाए। मर्ने बेलामा बदलाको सट्टा उनीहरूले आशासहित श्राप दिएका थिए। कसैले कहिले त हाम्रो अन्तिम इच्छाहरू पूरा गर्ला र हामी मुक्त हुनेछौँ। तर कसैले आएन। बालकको आँखा झनै फिक्का भयो। आजभन्दा अगाडि इच्छा पूरा गर्ने यात्रा। तीनवटै बोक्सीहरूको चाहना अनौठा थिए। आशा चाहन्थिन् उनको कालो बिरालोको चाँदीको घाँटीपट्टि। नीरा चाहन्थिन् उनको गीतको पुस्तक पूर्णिमाको रातमा फेरि गाउन दिइयोस्। बेल चाहन्थिन् आफ्नो पुरानो जादु अभ्यास गरिएको वृक्षको जरामा फेरि छुन पाओस्। एकपछि अर्को गर्दै मीराले सबै इच्छा पूरा गरिन्। पुरानो इनारमा बिरालोको पट्टी भेटिन्। पूर्णिमाको रातमा नीराको गीत गाउँदै झ्यालबाट पुकारिन् र पुरानो रुखको जरामा गाडिएको ताबिज फेला पारिन्। हरेक चाहना पूरा भएपछि एक बोक्सी धुवामा विलिन हुँदै बिस्तारै बस्थिन्। धन्यवाद भन्दै। बालकको रहस्य। अन्तिम बक्सी बेल बाँकी थिइन्। मीरा उनीतिर जान लाग्दा उनले महसुस गरिन् त्यो बालक झनै फिक्का हुँदै गएको थियो। बेलले मीरासँग बिस्तारै भनिन्, उसले तिमीलाई कहिल्यै आफ्नो चाहना भनेन। मीरा झस्किइन्। बालकलाई हेर्दै सोधिन्, तिमी? उसले हल्का मुस्कान दियो, म उनीहरूको सानो दाजु हुँ। बेलको आँखाबाट आँसु झर्यो। उनले वृक्षको जरामा हात राखिन्। ऊ त यहीँ बसिरह्यो, कोही साहसी मान्छे आउँछ भनेर। अन्तिम इच्छा पूरा भएपछि पुरै आँगन निलो ज्वालाले भरियो। जब उज्यालो अन्त्य भयो त्यहाँ केही थिएन, सिवाय एउटा कालो प्वाँख। बालक उसको अस्तित्व हावामा हरायो। मुक्ति र सम्झना। मीरा गाउँ फर्किन् चुपचाप। उनले कहिल्यै त्यो कुरा कसैलाई सुनाइनन्। तर आफ्नो झ्यालमा सधैँ राखिन् त्यो कालो प्वाँख। हरेक पूर्णिमाको रात उनी सुनिरहन्थिन् 3 मधुर आवाजहरू। धन्यवाद हामीलाई मुक्ति दिए बापत। र टाढा मृत आँगनबाट अझै सुन्न सकिन्छ त्यो बालकको स्वर, तिमी पनि सहायता गर्छौ।